हेलो गाइस वेलकम टु तेरो नाम के भ्लगको आर्यन काफ्लेको भ्लगको के अरे हेलो गाइस वेलकम टु आर्यन काफ्लेस भ्लग। आज हामी चाहिँ बनेपाबाट निस्केको हो र हाम्रो डेस्टिनेसन चाहिँ लार्के पास हो। अनि बिहान हामी 2 बजे निस्केका थियौँ। अहिले चाहिँ हामी खानासाना खाएर टक्रक्कै सुर्की खोला भन्ने ठाउँमा आइपुग्यौँ। अब यहाँबाट हामी ट्रेकिङ स्टार्ट भइरहेछ। अब हेरेर जाउँ ट्रेल कस्तो हुन्छ, एकदम रमाइलो हुनेवाला छ। सिउ गाइज, ल अहिले चाहिँ हामी हिँड्दैछौँ है त। हामी चाहिँ अहिले होइन भन्दा अलिकति माथि पुग्यौँ, त्यही हो। त्यसपछि धेरै भन्दा त्यो आधी घन्टा एक घन्टा जति माथि आयौँ, हिँडिरहेछौँ। दाइ पनि आइरहनु भएछ उता हेलो। अनि त्यही हो। अब ए पाउनु अनि त्यही हो। अहिले यस्तो ठाउँमा छौँ हामी। अहिले माथि गएपछि भेटौँला। अब के देखाउनु, होइन अहिले भेटौँ न हामी हामी अहिले भेट्छौँ। हाई त्यही गाइस हिँडिरहेको छु। अझै अलिक माथि आइन्छ, चाहिँ उता हिँड्दै हुन्छ। हिँडिरहेको छु म यहाँ। चिसो हालिरहेको छ, खोला नि मिठो गइरहेको। रमाइलो भइरहेको छ। उता हुन्छ आइरहनु भएछ। त्यही गाइस हिँडिरहेको छौँ। जाडो भयो, चिसो हावा आयो नि। मैले चाहिँ ज्याकेट लगाइदिएँ। यो पखायो हुन्छ गाई चाहिँ चिसो हावा आइरहेको थियो नि। ज्याकेट र टोपी लगाइदिएँ, अनि त्यहाँमाथि क्याप लगाइदिएँ। यो ठाडो बाटो पुग्छ। अझै यति माथि पुग्नु छ। तलबाट आएको तल आएको भ्लग बनाएको खा यो त खोलै खोला आएको। त्यही हिँडिरहेको छु। सोचे जस्तो गाह्रो चाहिँ भएको छैन अहिलेसम्म चाहिँ। पछि के हुन्छ थाहा छैन। त्यो माथि पुग्नुपर्छ, ठाडै बाटो हो। त्यो हिँडिरहेको छु। के भन्नु र, फिक्सिङमा अब फेरि बस्नु पऱ्यो, पानी खानु पऱ्यो, पानी लिएर अहिले चाहिँ हामी फेरि स्पिकर निकाल्नलाई रोकिसकेका छौँ। त्यही हो। स्पिकर निकाल्नुपर्छ अब। त्यही हो। यहाँ भ्यू पनि बवाल देखिरहेको खोलाको। दामी छ खोला चाहिँ। त्यही अब स्पिकर निकाल्दै स्पिकर त्यही हो। ल सुन्दै यसले हिँडिरहेको छौँ। अब दुईवटा लगाएको भयो पोपट भयो। एउटा मात्रै क्यामेरा आएर यो पानी देखाएर बसिरहेको छौँ। यसो बाटोमा लाइट भेट्यो। लाइट ग्यास खाउँला भनेर बस्छ। लाइट ग्यास टिपी अब लाउनु खानु एउटा लाउनु लाउनु न लाउनु लाइट ग्यास। आई लभ यु। लभ यु टु। ठाउँ लाइट ग्यास बोट यहाँ छ। बसिरहेको छौँ। हिँडेर आएको अझै 1 घन्टा लाग्छ। आज कहाँ गएर बस्नु रे? आज भिमथाङ गएर बस्नु। त्यही हो। ल गाइस हामी चाहिँ हिँडिरहेको छौँ। अब
बस्ने पुललाई अब चाहिँ बाँकी छ लगभग आधी घन्टा जति दाइहरू चाहिँ हिँड्दा छौँ खोलामा त्यस्तो राम्रो ठाउँ छ रमाइलो छ त्यो गाह्रो चाहिँ ठिकै गाह्रो भयो ठिकै त्यस्तो गाह्रो पनि भएन भोलि अझै हिँड्नु छ धेरै रमाइलो भयो त्यहाँ पुग्नु छ त्यो डाँडो पछाडि आज गएर बस्नु छ त्यो डाँडो पछाडि हो यो डाँडो पछाडि भोलि राणो उताकोमा डाँडो माथि गरेर जानुपर्छ त्यही होला उता भ्लग आइरहनु भएको छ यस्तै छ घर आएर बस्यो यता 1 मिनट भिडियो आउँछ यो चाहिँ भयो जहाँ जहाँ बोले धरती का बरसे आज बिहानको 2:30 भइरहेछ अनि हामी चाहिँ अहिले मासतिर पास गर्न हिँडिरहेको छौँ हुन्छ दाइ 2:36 भयो अहिले बेलुका खाना खाएर सुतिहाल्यौँ निन्दा लागेको थियो हिँडिरहेको छौँ अब कति पुगिन्छ हेरौँ हामी चाहिँ अहिले तिनटाङबाट 2 घन्टा माथि हिँडेर अझै गर्दा हिँडिसकेको छ यी हात हेर्नु अब धेरै छैन अब आधी 45 मिनट जति छ माथि कहाँ पुग्नु रे हाई क्याम्प पुग्नु हामी बाबामा हिँड्नु हजुर आज हाई क्याम्प गरेर बसिन्छ होला बेकार चाँडो होइन है पुरै हिँड्नु पर्छ अहिले बिहानको 3:30 भएर हामी 2 बजे हिँडेँ एकछिन हिँड्छौँ परे हिँड्नु थिएँ आज पनि लाग्यो 5 जन लाग्यो अरे 5 जना आँट्यो उजाले हुँदैन हिँड्नु पऱ्यो होला बिगारे खोइ के हो अहिले चिया खानलाई हामी भएर आएको तलतिरबाट किन हुन्छ तलतिर आएको अनि त्यहाँ बाहिर हिँड्नु यसो अलि देखाउँछु सिधै फोटो पनि खिच्नु पऱ्यो किन चाउ चाहनला बिस्कुट खानला अहिले कति बजी हो नि त 5:42 5:42 भयो त्यही अब दाइ देखा दाइ चाहिँ एकदम जोसमा छ आज पास हारिन्छ फोटोसोटो खिच्छु अहिले बाहिर हिँड्नु देखाउँछु त्यही हो चिया खानला अब फेरि पुग्छ 4-5 घन्टा जति चाउचो बनाएर चाउचो खाएर अनि अदुवा पिसेर हिँड्नुपर्छ अदुवा तर छुटेर आएछ हामीले बिर्सेर दिँदै दिनु पनि मान्नु सरी है कि थोरौँला भन्न आज के हामी दिदी सरी हाई क्याम्प फेरि बस्यौँ दुईजना भ्लगर जस्तो बवाल छुट्नु मेरोमा क्याप्चर भएन कि एकदमै बवाल भइरहेको भ्यू हिमाल देख्न पायो नि यहाँ चाहिँ बवाल छ मगाउने ठाउँ जान्थ्यो हुन्छ हिमाल देख्न पायो हामी चाहिँ अहिले तलबाट माथि यहाँ कति 45 मिटर आयौँ अब यहाँबाट कहाँ पुग्छ भन्दा अहिले देखेन यो डाँडो त्यो माथि डाँडो यो चल्नु छु जे पनि एउटै अनि यो ढिस्कोहरू सबै पहिला त्यो हिमालहरू खसेर उहाँहरू आउनु पाउनु भएको छैन कति दुःख पीडाहरू हामीलाई हेरेर हाम्रो सम्बोधन के यहाँ चाहन्छु नि म त हेलिकप्टरमै आउनु हुन्छ हेलिकप्टरमा पैसा त तै हालिदिनु भयो भइहाल्दैन आउनु पनि भएको मान्छे त राम्रो त्यस्तो डाँडो कहाँ रमाइलो हुन्छ त्यो गाह्रो हुन्छ गाह्रो त राखेन मलाई हाम्रो मेरो स्टेप सुरु हुँदैछ गाह्रो त राखेन मलाई त्यो त्यस्तो के राखेन हल्का रियड लाग्यो त्यस्तो केही राखेन के राखेन नैसी साँच्चै भयो कि छैन भने तपाईँलाई रियड लाग्यो भने त म त फेन्टी भएर हस्पिटल कुदाएर ल्याउनु पर्छ जिस्किमात्रै हो के राखेन रमाइलो छ भ्यू हेर्ने बब्बाल छ बब्बाल यस्तो राख पानी खाउने
ल एकछिन माथि जान्छ माथि गएर यसो मुल्ला म नि भ्लग बनाउँछु ल हामी अब यहाँ चाहिँ 4500 मिटरमा छ हामी पुग्नुपर्ने 5100 मिटर हुने होइन वेलकम टु द सनिस भ्लग वी आर एट एल्टिट्युड अफ 4500 मिटर अनि त्यसपछि हामी जाँदैछौँ के अरे कहाँ मनासको सर्किटको लार्के पासमा जनसर भुजेको भर्खर पुरा हिउँ परेको है हामी भर्खर चाउचाउ खान भइरहेको छ चौधसौचा खाएर टन्न अदुवा लसुन खाएर आइयो अब कहाँ आएर हामी चाउचाउ खाएर हाई क्याम्प फेरिबाट मास्तिर जानलाई चाहिँ त्यही हो रमाइलो छ त्यही हो लाइक सब्सक्राइब त गर्नु पर्दैन है मेरो भिजाउने होइन त्यो तातो साह्रै किन गर्न पर्यो खसी 50 लास्ट हुन्छ त्यही हो गाइज त्यही हो मोबाइल राख्छ चिसो भएर मोबाइल चल्दैन मेरो छोरो मेरो छोरी भनेपछि भिडियोले देख्छौ बुढी ठिक छ ल राई है माथि पुग्नु कहिले कहिले स्टाइल जाउँला गफरतिर भाइ हामी चाहिँ अहिले यहाँ छौँ माथि आइसक्यौँ भर्खर त्यहाँ आएको आउनु चाहिँ कहाँ चाहिँ खोइ डन्डी त्यहाँ डन्डी जस्तो देखाएको छ सँगै साह्रो चाहिँ गाह्रो भयो त एकछिन बस्नु म अलिकति खोइ किन गाह्रो भएको मलाई गाह्रो भयो गाह्रो भयो अरे ठिकै छ के छैन खोइ कहाँ त हो यतै ठिकै छैन हुन त गाह्रै ठाउँमा आएको मैले अलिअलि मलाई त त्यस्तो गाह्रो भएको छैन माथि पुसी चाहिँ गाह्रो हुन्छ जस्तो लागिरहेको मलाई चाहिँ पानी खानु तात्लो नि जीवन हाल्नु जीवन त लसुन ल्याउनु भयो भने तपाईँ बिर्सिनु होटलमै तपाईँको ब्याग बोक दिनुपर्छ ब्याग बोक दिनुपर्छ एकदिन नगरौँ नि एकदिन नगरौँ ब्याग बोक दिनुपर्छ ब्याग बोक दिनुपर्छ यस्तो भएको भने तलै बस्नु किन माथि गाईहरू पन्जा खस्यो अन्त के हुँदैन मलाई त सही ल त्यहाँ पानी नि त्यो माथि गएर भेट्नु पानी गाइज आइयो माथि आयो तलबाट आयो माथिबाट त्यहाँबाट डन्डीबाट माथिसम्म आइयो अब हामी गाडी पुग्नुपर्छ पानीतिर लगाएर हिँड लगाएरै पानी खानु भएछ म त खान्न पानी हाल्नु म दुखान्छु के अरे लसुनहरू चाहिँ अलिक हाम्रो गाह्रो त भएको छैन यति गाह्रो भइसक्यो कि मलाई केही पनि गाह्रो जीवन हाल्ने पहिला त्यो माइजाम जीवन चाहिँ त्यो 50सम्म त खस्नु नि त मेरो छ नि ल म जीवन चाहिँ निकाल्नु लाग्यो पहिला म खोल्नु पर्यो जीवन चाहिँ निकाल्दिनँ पहिला जीवन चाहिँ निकालेर खोल्नु क्या त्यो तलै बस्यो भने किन माथि हाल्यो कहाँ पर्ला हान्छ तैँले पानी खाइरहनु अब कतै छ राइट अब दुइटा तिनवटा जीवन पुग्छ मलाई तल छ यो मलाई के भएर मलाई पानी हाल्ने जीवन पानी हाल्नु म त कतै हिँडेर बाँच्छ होला म जीवन पानी हाल्नु फोर्छ नखाला है गाई हेर्ने गोजीमा हाल्छु म हेर्ने गोजीमा हाल्छु हेर्ने सिनतिर हाल्छु होइन गाह्रो भएको त्यहाँ आएको भनौँ न काँडा आउँछु तपाईँ तेर्सो बाटो आउनु म चाहिँ सिधा बाटो त्यो सिधै उकालो सिधै उठ्यो भन्छ तपाईँ चाहिँ तपाईँ त्यसो बाटो म यस्तो ठाडो बाटो उठिरहेको छु म एडभेन्चर हान्ने हो नि त नि गएको त होइन हेर्नु न उता तेरो त्यो लेक हो त्यो दामी देखिरहेको
हजुर नोइस जिसिङ पनि होइन नि त्यो तर हेर्नु कत्रो गइरह कहाँ जानु तल पागल छेकिसक्यो यो पुरै त्यहाँबाट यस्तो हान्दै यो टाढै टाढो यस्तो यस्तो घुम्दै 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 माथि जाँदा त्यो हावा लाग्दै राख्दा गाह्रो भयो टाउको दुख्यो टाइगर दुख्यो मलाई दुख्यो त्यो दुख्ने तपाईँ खाँदा अनि पन्जाहरू यहाँ चाहिँ तपाईँ खाँदा अनि अहिले म अहिले दुख्यो तपाईँ पनि दुख्यो भने नि देख्छ नि अलिअलि दुख्यो हावाले हावा आयो क्या ऊ त्यहाँसम्म दिएको छैन त्यहाँ अलिअलि दुख्दा नि हावा लान्छाले के चाहिँ त्यो गरेर गाह्रो भयो होला तपाईँले केही राखेन के हुनु नर्भस थियो हिँड्ने बानी बाइन्छ त्यो भएर भनिदिनु म केही बोल्दिनँ How far from here? How far from here? Large Pass. You didn't reach? Large Pass. I don't know. Он спрашивает, как далеко оттуда. I don't know what the... झन् राम्रो कन्टेन्ट पाइयो यो त हालिदियो यो त मजाले खिच के हेर्न आएको यार त्यसमा यति हेर्न डाँडै डाँडो टाउको दुखेर रमाइलो उता नि के रहेछ नि ट्रेन जानुपर्छ अहिले तर मेरोमा 4:30 बजी हिँडेर अहिले 1 पहिला भइरहेको छ चिया भइरहेको छ हुन्छ चिया खाँदा 11:30 दिने 1:30 बजे फेरि चाहिँ सुगन्धा गर्नु नडराउनु क्या डराउनु पर्दैन कि टाढा लगाइदिन्छ भने किन लगाइदिन्छ ढुङ्गा जस्तो रातो रातो टाइपको छ यहाँ त्यही हो वाल छ त्यो वाल चाहिँ मल खस्यो चाहिँ गयो फेरि है त्यही हो हामी चाहिँ अहिले भीमथाङ आएको अनि आरभित्र सुतेर बसिरहेको थियौँ आगो तापेर अनि त्यसपछि त्यही हो पछाडि हिमाल देखिरहेको छ अगाडिपट्टि झन् बबाल हिमाल देखिरहेको छु त्यहाँबाट त्यही हिमाल हेर्न आएको यतापट्टि नि राम्रै छ जोस् हेलो गाइज हामी चाहिँ अहिले के अरे हाइकिङबाट 1 घन्टा भन्दा माथि आइसकेका छौँ भाइ चाहिँ छ त्यो जुम देखिन्थ्यो ल चाहिँ लास्ट गाह्रो भएर सुतिरहेको छ हामी चाहिँ हिजो बसेर भिङथाङ होटलबाट अहिले निक्लिसक्यौँ उतै होटलबाट निक्ल्यो अनि अहिले चाहिँ हामी तल अब बाइक राखेर ठाउँमा जानला अहिले चाहिँ बिहानको 6:30 भइरहेको त्यही हो के भन्नु अरू ल गाइज त्यही अब जानला बिच बाटोतिर यसो केही देख्यो भने देखाउँला खराब भइरहेको त्यो पनि हामी पानी चाहिँ पर्दैन हिमाल सिमाल देखाएको छ नि हिजो हिमाल मजाले देख्यो अब केही छैन बिस्तारै तलतिर गरिदिन्छौँ अनि आज काठमाडौँ जान्छौँ अहिले गाइज बाटोमा भेट्दै गरौँला क्या बबाल हिमाल देखा बाटो हिँड्दा झन् छोपे अलिअलि अलिक छोपे झन् के भन्नुहोस् तपाईँले के भन्नुहोस् भने बवाल देख्ने भनेको यस्तो हो क्या खासमा हामी लार्के पुस के लार्के पुस होला अलिअलि छोपे यताको झन् छोपे अलिअलि नत्र बबाल देखाएको थियो हिमाल बोर्ड पनि वेलकम टु लेखाएको छ पूर्ण कन्जर्भेसन एरिया के लेखाएको छ भ्यू पनि देखाइदिएँ कस्तो तर कस्तो लागिरहेको भ्यू बबाल यस्तो हो क्या हामी हाम्रो डेस्टिनेसन लार्के पास पुगेर भिडियो हेर्छु भन्दा नि यस्तो हुन्छ कि खासमा रमाइलो भयो भने कि गन्तव्यमा भन्ने हो कि ठाउँमा पुगिसकेपछि चाहिँ के भएर सकेको त त्यहाँबाट भ्यू देखिएला नदेखिएला
भन्ने कुरा हो। ल त हामी चाहिँ माथिबाट आएको अनि यहाँनिर यो पुल तर् गरेर ऊ डाँडा डाँडा तर् यो डाँडो पहाड जानुपर्छ। राम्रो खोला नि यहाँ देखिरहेको छ यहाँ हुन्छ त्यही हो आकाश खोला बगिरहेको हिँडिरहेको छौँ त्यही अवस्था पाइरहेको छ जुन पनि ठाउँ छ। हामी चाहिँ खानासाना खाएर हिँड्नुलाई मेरो लुहाएर अनि तर्सिन्छ जस्तो अनि ब्याग यहाँ छ ब्याग स्टार्ट भइरहेको छ। दुईवटा ब्याग एउटा ब्याग हाल्दै मैले सबै लुगा ल्याइदिएँ भित्र बाक्लो बाक्लो दुईवटा बाक्लो सबै ज्याकेट मैले ल्याइदिएँ ब्याग नअट्ने भएर यत्रो ब्याग बोक्नु छ त्यही ल ट्रेनमा मोबाइल हाल्ला एकछिन घट्नु अहिले चाहिँ हामी बाइक हिँड्दा हिँड्दा यसमा आइसकेको छ ननाङबाट हिँडिरहेको छौँ तलपट्टि यस्तो खोला छ बाइक यहाँ छ हामी चाहिँ हिँड्दा हिँड्दै आइसक्यौँ फेरि यहाँ अर्को स्टपमा अक्टोबर झरना भन्ने ठाउँमा माथिबाट बगिरहेको छ त्यो बाइक यहाँ छ खाना खाएर रमाइलो भइरहेको छ। हामी चाहिँ अहिले काठमाडौँ आइसक्यौँ भाइ फोटो सोटो जानुपर्छ जानु जान्छ अब त्यो सबै गइसक्यो साह्रै फुल लाग्छ जामा बसिरहेको छ। अब यो भ्लग पनि रेसिङ सिक्यो बाई बाई गाइज यही सब करने आए थे हम लोगों का मम्मी पापा जानते जो करना है कर लो। हाँ भाई सुन ना संभाल लेके पहुंच। अरे लड़के लोग घुस गए हैं बंदे लोग को कॉल कर दे।